यो खास गरी हामीले के अरे नेपालीमा निमारो भन्छौँ भने इङ्ग्लिसमा यसलाई फिग भन्छ। अनि तपाईँको यो हिन्दीमा यसलाई चाहिँ अन्जिर भन्छ। यो हामीले खान जानेनौँ। यो कस्तो भने अब फलेको छ के खानु भनेर त्यतिकै यो गाउँमा प्रशस्तै हुने यसले खान। तर यो चाहिँ विश्वमा एकदमै यसको महत्त्वपूर्ण लगभग मैले जानेअनुसार फ्रुटमा सबैभन्दा महँगो, विशेष गरी युरोप कन्ट्रीमा यति महँगो फ्रुट छ यो। तपाईँको योभन्दा महँगो अरू फ्रुटै छैन अरे त्यस्तो छ। यसलाई चाहिँ प्रोसेसिङ गर्छ, डाइट प्रोसेसिङ। यसलाई समयमै यसलाई चाहिँ हार्भेस्ट गर्ने र यसलाई चाहिँ ड्राई फुडमा चाहिँ प्याक गरेर यसलाई सेल गर्छ। यो हामीले यहाँ चाहिँ गाउँघरमा पाकेर मात्रै खान्छौँ, तर उहाँहरूले चाहिँ समयमै प्रोसेसिङ गरेर निकालेर यसलाई चाहिँ डाइट फ्रुटको रूपमा गर्छ। यो एकदमै हेल्थको लागि पनि राम्रो र फ्रुटको सबैभन्दा महँगो फ्रुट चाहिँ यही हो। अहिले अन्जिर भन्छ यसलाई हिन्दीमा र इङ्ग्लिसमा चाहिँ फिग। बढी पानी परेको बेलामा यो पाक्दाखेरि फुटिहाल्छ फ्याट। यो अहिले तपाईँको यो जेठमा पाक्यो भने एकदम राम्रो रसिलो हुन्छ। यो धेरै पानी भएको बेलामा यो फुट्छ। यो त्यसले गर्दा यही यसमा चाहिँ फ्यामिली हुन्छ। अब यो अलिकति ठुलो साइजको हो, नाइ पनि अलिक सानो पनि हुन्छ यसको। यो चाहिँ अलिक ठुलो साइजमै पर्यो यो।